हेलो एन्ड नमस्ते सबैजनालाई। म भवेश तामाङ र म चाहिँ फेरि पनि ब्याक भएको छु युट्युबमा। र म कति वर्षपछि आयो भने 1.5 वर्षपछि फेरि युट्युबमा आएको छु। र अहिले चाहिँ म कहाँ छु भने म अहिले चाहिँ माल्टा आएको चाहिँ थुप्रो भयो, 1 महिना भयो, 1 महिना भइसक्यो। र मैले भिडियो बनाएको छैन कि माल्टा आइकन। अनि त्यो हुनाले चाहिँ आज चाहिँ म मेरो कति भइसक्यो 9:40 भइसक्यो। आज चाहिँ म मेरो बायोमेट्रिक छ आइएनडी माल्टामा, त्यहाँ जाँदैछु। आज म गाडी भएकोमा जाँदैछु पर। यस्तो छ, वेदर चाहिँ दामी छ। मेरोमा रिचार्ज नभएर चाहिँ टपअप गरेँ। यहाँ टपअप गर्दा वाक्क लागिसक्यो मलाई। रिचार्ज गर्दा कति 40 युरोको मैले टपअपको रिचार्ज लगाइसकेँ। नेपालमा भयो। यतिखेर नयाँ वाइफाई जोडिन्थ्यो। नयाँ वाइफाई जोडेर नि 1 वर्षको अझै लाइन्थ्यो होला पैसा। त्यस्तो लगाइसक्यो। त्यही पनि एकैछिनमा सकिएको छ। 2 दिनमा 3 दिनमा सकिएको छ यो खालको। अब अर्को खालको पनि पाउनु त। अब यही किनिहाल्यो सुरुमै। अब सबै यही नम्बर सबैतिर हालिदिएको छु मैले। भरे पछि फोन गर्दा अर्को नम्बर लगाएन भने फेरि तनाव हुन्छ मलाई पनि। त्यही भनेर चाहिँ यही बोकिरहेको छु। बाइक सुजुकी यस्तै हुन्छ यहाँ बाइकहरू। पुरानो सुजुकी स्कुटी, 2टा चक्का छ स्कुटीमा। यामाहा यहाँ नेपालीको रेस्टुरेन्ट छ, तर बन्द गरेको छ। सेलमा हालेर चल्दैन केही यहाँ नेपालीको हत्तापत्ता। अनि यस्तै छ। र अहिले चाहिँ अब म एकैचोटि बस भएकोतिर गएर भेटौँ।
यस्तो भयो होइन ग्रिन लाइट बगिरहेको छ देख्दैन गाडी आएकै छ अब मैले क्रस गर्नु पर्यो भने यहाँ एउटा बटम हुन्छ वेट जाइ त उता हाम्रोतिर गाडी यस्तो गाडीमा चुई चुई गयो गाडी आयो मेकुरी मेरो सबै भयो कार्डको लागि एप्लाईहरू सबै भयो अघि भिडियो गर्नु पऱ्यो भने हतार भयो क्या टाइम सकिनु लागेको थियो मेरो अपोइन्टमेन्ट थियो अनि उहीँ हो क्या आइडेन्टिटी माल्टा भनेर जुम गराउनु सबै फाट्छ ल ऊबाट छ कालो बिल्डिङ हो त्यही हो अझै म मेरो काम सक्थेँ यहाँ अब चाहिँ म जाँदैछु रुम भोक लाग्यो अब गएर भात पकाएर खाने हो अनि भनेको मैले यहाँ के चाहिँ देखेँ भनेर भन्नुपर्दा के देखेँ कता हो यहाँ अर्कैपट्टि रहेछ यस्तो छ अगाडि चाहिँ यहाँ चाहिँ कुकुरहरू चाहिँ बोकेर हिँडेको गर्छ यस्तो छ पुरानो घर थियो रेनोभेट गर्दैछ स्टेसन माल्टामा पुरानो घर छ स्कुटी अनि स्कुटी यस्तो हुन्छ क्या यहाँ चाहिँ भेस्पा टाइपको तर भेस्पा होइन मैले के देखेँ भन्नुपर्दा नि के देखेँ यहाँ तरिको स्कुटी बाइक देख्न पाइन्छ कहिलेको यो स्कुटी कुन हो यस्तो छ कुन होन्डा NC 750 CF मोटोको रहेछ त कावासाकी भोग and this MT 450 लास्ट कुदाउँछ यार बाइक चाहिँ यहाँ CBR 300 वाह CBR 300 यामाहा KTM को एडवेंचर बाइक 990 अरे आमा होन्डा को कुन हो यो फेरि 500X नेपालमा लन्च हुनु लागेछ कहिले हो तर यहाँ थोत्रै भइसक्यो जिल्लामा अनि भनेको CF मोटोको यो होइन NX नेपालमा NX 250 छ यहाँ 500 आइसकेको छ यहाँ बबाल छ दामी अनि यहाँ भनेको CF मोटो र होन्डाको बाइक सोरुम 675 NX अरे देखिँदैन यस्तो भित्र छिराउनु पर्छ है यहाँ कुन होन्डाको CBR 600 छ उहाँ ठिकै छ अनि भनेको यहाँनिर छ डुकाटीको सोरुम यो चाहिँ के हो इन्डियन अरे
अनि भनेको डुकाटी डुकाटीको सोरुम अनि यो चाहिँ हो डुकाटी स्ट्रिट डुकाटी स्ट्रिट खै के हो स्ट्रिट फाइटर है के भन्छ होला V4 डुकाटी पानीगाले V4 डुकाटी पानीगाले V2 के हेर्दैछ टाटाहरू डुकाटी स्क्रैम्बल डुकाटीको डट बाइक डुकाटीको के रहेछ अनि यस्तो छ यहाँ डुकाटी स्कुटी इलेक्ट्रिक स्कुटी हो चाहिँ यस्तै हो मेरो चाहिँ अब काम सक्यो बसको 56 यस्तै छ माल्टा भन्ने देश पुरा आफ्नो काम हाल्दैछ बस स्टप कहाँ रहेछ मुला जहाँ 5 बाटो काट्नै दिँदैन अनि यहाँ त कावासाकीको 250cc खतरा बनाएर कुदाउँछ नि नेपालमा भयो केटाहरूले मोडिफाइड गरेर के गर्थ्यो मर्सिडिज अडी जिप सब बाई एन्ड सेल यहाँनिर आयो हो भेलिटा 48 आयो म आउनु चाहिँ भेलिटा पनि गए जानु चाहिँ तर मैले बनाइनँ कि त्यहाँ भ्लगहरू यस्तो भिडियोहरू केही बनाएन खासै मन लागेन त्यहाँ गएर भिडियो बनाउनु होन्डाको CB 650 सही छ यस्तो बस जान्छ यहाँ चल्छ यस्तै यस्तो बसमा ट्याप गर्ने हो सिङ जाने हो अनि यहाँ कुन हो यो त कहिले नदेखेको छ त यार मोरिनी अरे इटालियन रहेछ नि 49 cc को मोरिनी यहाँ बस स्टपमा है अब कतिखेर आउँछ गाडी आउनुको लागि यहाँ हिँड्नुपर्छ अब बुजिवा 48 and 48 के रहेछ अब यहाँ कतिखेर आउँछ हेर्दै बस्नुपर्छ गाडी हेर्दै जानु बस्नुपर्छ अनि यस्तो छ ठाउँ ढ्याक्क लाएर चिसो छ है त भित्र त जाडो भएको थियो गर्मी भएको थियो चिसो लागिरहेको छ मलाई र भेलिटा 48 त्यस्तै हो अब यहाँनिर चाहिँ के अरे उयो छ कि पेट्रोल पम्प खतरा छ त्यहाँ पेट्रोल पम्प यहाँनिर MTB आयो MTB त भन्छ होला सिएफ मोटरको ढ्याङ्ग लाएर यहाँ त्यसै नै कुदाइरहेको छ केटी तर बढीले कुदाइरहेको छ यसरी यस्तो खालको त स्कुटीहरू ढ्याक्क लाएर कुदाइबस्छ ल म पनि अहिले ठिक छ यत्तिकै अहिले म तपाईँहरूलाई रुम पुगेपछि म गर्दैछु रुम होइन मैले पछि गाडीहरू उठेपछि म देखाउँछु
फाइनल्ली आइपुगेँ म अहिलेकै ठाउँमा। कचेरी ढेवा टाउको दुःख गाडीमा चढ्ने बानी छैन। टाउको दुःख अब चाहिँ म हिँड्दै जाँदैछु। यी तोरी फुल्दो रहेछ अलिअलि। तोरी हो के भन्छ यसलाई? तोरी त होइन पछि खै के हो यो? कहाँ छैन उजाड छ यस्तो छ, यस्तो फुलेको छ। के हो यो? अनि यस्तो हरियो परियो छ घाँस। यो कला दिन्छ केला दिन्छ। अहिलेसम्म देखेको छैन मैले यहाँ। अहिलेसम्म मैले बस्तु भाउ देखेको छैन यहाँ। गाई गोरुहरू यहाँनिर यो मालडामा काठमारै हुँदैन अरे भनेर सुनेको मैले। सबै मासु जति सबै इटालीबाट ल्याउने रहेछ। कहिलेदेखिको फ्रिजमा राखेको फ्रेस खान्छु भनेर पायो भने त नसोच्दा पनि हुन्छ। फ्रेस खान्छु म आज भनेर कहिलेदेखिको फ्रिजको राखेको हुन्छ। ट्वाङ ट्वाङ गर्दै काट्नुपर्छ। काट्दाखेरि पनि यहाँ त मिसिनले काट्छ। सानो सानो काट्दैन भनौँ भने मिसिनले हात काट्छ भनेर काट्दैन। घरमा लिएर छोरीले काट्यो ढङ, उहाँ बन्चोरेले काटचिरे जस्तो गरेर चिर्नु पर्यो डङ डङ पार्दै यहाँ त। अनि पकायो खासै मिठो हुन्न। नेपालको जस्तो त कहाँ हुन्छ र? घरको जस्तो, घरतिरको जस्तो। यहाँ त पकाउँदै यति 1 किलो पानी निस्किन्छ, 1 लिटर पानी निस्किन्छ। अनि त्यस्तै हो यहाँ। के गर्नु, खानु पऱ्यो। सस्तै छ मासु, रक्सी सस्तो छ, पानीहरू पनि ठिकै छ, महँगै छ पानी पनि। रक्सी 1 रुपियाँमा आइहाल्छ। केटाहरूले यहाँको मान्छे एकदम रक्सी कति खान्छ यहाँ त। म चाहिँ यो अहिलेकै ठाउँमा आएको। अहिलेकै ठाउँबाट हिँड्दै टाउको दुख्यो गाडीमा एकछिन बस्दै। यस्तै हो मेरो। अब यस्तै भयो मेरो। बायोमेट्रिक सक्यो आजदेखि। अब मेल आउँछ। मेल आएपछि अब कुन दिन कार्ड कलेक्सन गर्नु जा भन्छ फेरि त्यहीँ जानुपर्छ। आजलाई चाहिँ सक्यो। यहाँ ठ्याक्क जेब्रा क्रसिङ आयो। यसले मलाई रोक्छ। यसले रोक्यो, यो केटीले रोक्यो यसरी रोक्यो। नेपालमा भयो अघि उडाइदिइसक्यो जेब्रा क्रसिङ भन्दै। आफ्नो तालमा हिँड्छ। के गरौँ कसो गरौँ केही वास्ता छैन। चुइँ गयो चुइँ अब म आजलाई यति नै। यो भिडियोलाई यहीँ समाप्त गर्दैछु म। अब अर्को भिडियोमा भेट्नेछु। अब कस्तो के भयो, कस्तो राम्रो लाग्यो कि लागेन कमेन्ट सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला है त भन्दै आजलाई बिदा। धन्यवाद।